हिजो लाङटाङ भ्याली ट्रेकको दोस्रो दिनमा हामीहरू लाङटाङ भिलेजसम्म पुगेका थियौँ र हामीले त्यो रात लाङटाङ भिलेजमै बितायौँ। आज हाम्रो ट्रेकको तेस्रो दिन, सूर्यको उज्यालो किरणसँगै हाम्रो तेस्रो दिनको सुरुवात भयो। हिजोको सबै थकानहरू बिर्सिएर उही जोसका साथ हामीहरू आज पनि अगाडि बढ्दैछौँ। हामीहरू चाहिँ लाङटाङ भिलेजदेखि कान्जिन गोम्पातिर लाग्दैछौँ। 10-15 मिनेटको उकालो बाटो, त्यसपछि सम्म बाटो हुँदै हामीहरू पुग्यौँ मुन्दु गाउँमा। मुन्दु गाउँ कटेर हामीहरू अगाडिको गाउँ सिन्दुङ गाउँमा पुग्यौँ। त्यो त माथि आयो त ठन्डा। लाङटाङ भिलेजदेखि कान्जिन गोम्पाको दूरी 2-3 घण्टाको मात्र रहेको हुँदा हामीहरू बिस्तारै बिस्तारै प्रकृतिको दृश्यमा रमाउँदै अगाडि बढिरहेका छौँ। हाम्रो यो यात्रा सुरु गर्दा पहिरो ब्याम्बोसम्म चाहिँ हामीहरूले बत्तीको सुविधाहरू देखेनौँ, तर त्यहाँदेखि जति माथि आउँदैछौँ त्यति नै हामीले बिजुलीका पोलहरू, खानेपानीको राम्रो व्यवस्था भएको देखिराखेका छौँ। हामी जति हाम्रो यात्रामा अघि बढ्दैछौँ लाग्दैछ हामी हिमालको त्यति नै नजिक पुग्दैछौँ। हामी हिमालको काखमै पुगिसकेका छौँ। फाइनली हामी चाहिँ पुल क्रस गरेर अलिकति उकालो लाएर कान्जिन गोम्पा आइपुगेका छौँ। लाङटाङ भिलेजबाट लगभग 3 घण्टा लगाएर बिस्तारै बिस्तारै हामीहरू कान्जिन गोम्पा आइपुग्यौँ। कान्जिन गोम्पामा खाना खाएर सामान होटलमा राखेर हामीहरू फेरि कान्जिन गोम्पाको वरिपरि हेर्न लाग्यौँ। हामीहरू आज ग्लेसियर भ्यू पोइन्टतिर जाँदैछौँ। क्यान्जिनरी जाने भन्ने प्लान थियो, तर क्यान्जिनरी गयो भने चाहिँ भोलि चेरकोरी जान अलिकति गाह्रो होला भनेर हामीहरू आज कान्जिन गोम्पा नै घुम्छौँ, भोलि जान्छौँ। गाइड बिना नै गएका हामीहरू केही बेरसम्म ग्लेसियर भ्यू पोइन्ट जाने बाटो नै कतातिर हो भनेर अल्लरमल्ल पर्यो। केही बेरसम्म हामी त्यही गाउँतिरै यताउता गरेर बस्यौँ। हामी चाहिँ धेरै जसो पर्यटकहरू कान्जिनरी र शेरगोरी मात्र जाने हुँदा ग्लेसियर भ्यू पोइन्टतिर धेरैजना नजानु हुँदो रहेछ। त्यसैले हामीले केही बेरपछि मात्र बुझेर बाटो भेटायौँ। बाटो चाहिँ यो ठुलो ढुङ्गा छ, यो ढुङ्गादेखि स्तुपा, यो पर नगरेको स्तुपा छ, त्यहाँदेखिको माथि जाने बाटो हो। अब यहाँ चाहिँ अब मान्छेहरू धेरै नहिँडेको भएर बाटो सायद त्यस्तो देखिँदैन। धेरैजना चाहिँ अब लाङटाङ आएपछि सबजना कान्जिनरी र शेरगोरी चढ्नु परेर ग्लेसियर जाने चाहिँ गर्नुहुन्छ। बाटो अप्ठ्यारै छ हौ। यो त्यो कालो ढुङ्गा माथि ग्लेसियर बग्ने रहेको छ। त्यो कालो ढुङ्गा चाहिँ माथि हाम्रो पुग्नु छ। हामी कहाँ जाँदैछौँ है, ग्लेसियर लेक ऊ त्यो माथिको
हो यो कालो ढुङ्गाको पछाडि भन्छन्। यति टाढा छ अझै पनि आधी घन्टा भनेको हो, आधी घन्टाभन्दा त बढी भइसक्यो, अझै त्यहाँ पुगेकै छैनौँ। त्यहाँ दाइहरू हामीसँग हिँडेको दाइहरू त्यहाँ पुगिसक्नु भयो। यस्तो खालको छ भ्यू ग्लेसियर लेक जाने। हाम्रो ठाउँसम्म पुग्नलाई कहाँ सजिलो छ र, अझै हामीलाई यो पहाड चढ्नु छ उता माथि। ग्लेसियर लेकसम्म आउने बाटो सबजना आउँदै जान्छ, उकालो उकालो छ। म चाहिँ अहिले यो काञ्चनजङ्घादेखि ग्लेसियर लेक जाने बाटोमा छु होइन। भ्यू चाहिँ यस्तो राम्रो छ, यस्तो देखिरहेको छ। तर यो बाटो देखेर चाहिँ कस्तो बाटो छ, त्यो तलदेखि आएको हामी त्यो बाटो देखेर चाहिँ तिमी जाँदाको त्यो ल्यान्डस्लाइड उयो छ नि, त्यो गीत गएको त्यस्तो बाटो अझै माथि जानुपर्ने छ। राम्रो छ भन्ने सुनेको, राम्रो ठाउँमा पुग्नको लागि। हेलो साथीहरू, म चाहिँ अब हिमालको छेउमै आइसकेँ। ग्लेसियर लेक चाहिँ पुगेको छैन, तलदेखि यही ढुङ्गा हो है जुन देखेँ भने, यो ढुङ्गासम्म चाहिँ आइपुगेँ। यो हिमालको फेरिसम्म आइपुगेको छु। ग्लेसियर लेक अब अलिक अगाडि नै हुनुपर्छ, आधी घन्टा भनेको हामीलाई आधी घन्टाभन्दा बढी नै लाग्यो। तलदेखि लगभग 1.5 घन्टा चाहिँ हुन लागिसक्यो। तल काञ्चनजङ्घादेखि माथि ग्लेसियर लेकको लागि माथि हाल्नु परेको 1.5 घन्टासम्म पनि अहिलेसम्म चाहिँ ग्लेसियर लेक चाहिँ पुगेको छैन है। उयो माउन्टेनको छेउ यति भयो म पुग्छु, यहाँलाई जाने पुग्छु। हावा चल्नु एकदमै ठुलो। मलाई चाहिँ त्यो त्यहाँ माथिसम्म आइपुग्दासम्म चाहिँ त्यो तिलिचोको 22 घुम्ती जस्तै लाग्यो। एकदमै घुम्ती गर्दै माथिसम्म आइपुग्ने हो। ग्लेसियर लेक चाहिँ मैले अझै देख्दैन, माथिसम्म त आइसकेँ। लेक नै हरायो कि क्या हो, हामी त भेट्दैनौँ माथि आउँदासम्म पनि। अब जाम्केर अलि अगाडिसम्म ग्लेसियर लेक धेरै माथि पुगिसक्यो भन्दै हुनुहुन्थ्यो एकजना गाइड दाइले। कोही पनि हुनुहुन्न हामीसँग, फेरि कोही पनि देख्दैन यहाँसम्म आउने। अलिकति अगाडिसम्म जाम के अरे, अलिकति अगाडिसम्म जाम। लेक भेट्यो भने भेट्यो, भेटिएन भने हामी चाहिँ हाम्रो यात्रा यतैबाट टुङ्गाउँछौँ। म चाहिँ अहिले हिमालको यति नजिक छु है, हेर्नु बेसमै पुगिसकेँ म यो हिमालको। यता छु म, यहाँदेखि पनि हामीले 360 भ्यू त देखिँदो रहेछ हिमालको। सो ग्लेसियर लेक हेर्न आएको मैले चाहिँ ग्लेसियर लेक भेटिनँ है। यो के अरे माउन्टेनको नजिकसम्म चाहिँ पुगेर आएनौँ, त्यहाँ माथिसम्म पुगेर आयो। तर ग्लेसियर लेक चाहिँ अझै माथि पुगिसक्यो रहेछ। त्यो सबैजना नै अब जति पनि हेर्न आउनुभएको थियो सबैजना हामीहरू यहीबाट नै फर्किँदैछौँ। सो ग्लेसियर माउन्टेनको नजिकसम्म पुग्नु छ भने चाहिँ अब यहाँसम्म आउनु होइन, नत्र यो माउन्टेनै 360 भ्यू हेर्नु छ भने काञ्चनजङ्घा भन्दा पनि शेरगढी नै जानु। के अरे गाइड दाइ हुनुहुन्छ। अब ग्लेसियर लेक चाहिँ
सिफ्ट भएर धेरै माथि पुगिसकेको छ अरे। ग्लेसियर लेक हेर्न गएका हामीहरू ग्लेसियर लेक नपाएर ग्लेसियर भ्यू पोइन्टसम्म मात्र पुगेर हामीहरूले त्यहाँदेखि फेरि काञ्चनजङ्घा फर्क्यौँ। यो पुल तरेर चाहिँ हामी उता लाग्छौँ। तेस्रो दिनमा यताउता गरेर हामीहरू धेरै थकित भइसकेका थियौँ र हामीहरूले तेस्रो दिन यसरी नै टुङ्गायौँ। तेस्रो दिनको थकाइ मेटाउन त्यो रात काञ्चनजङ्घामै बिताएर हामीहरूले हाम्रो चौथो दिनको यात्रा फेरि सुरु गर्यौँ। हामीहरू चाहिँ अब काञ्चनजङ्घाबाट माथि शेरगढी पिक चढ्दैछौँ। हेलो एभ्रिवान, आज चाहिँ हाम्रो लाङटाङ भ्याली ट्रेकको डे हो। हामीहरू कहाँ जाँदैछौँ? शेरगढी हिमाल जाँदैछौँ। अहिले चाहिँ काञ्चनजङ्घाबाट भर्खर स्टार्ट गऱ्यौँ हिँड्न। हाम्रो यो यात्रा एकदमै रमाइलो हुनेछ। अहिलेको मर्निङको 6:30 भइरहेछ। हिमालमा यस्तो राम्रो देखिरहेछ। यतादेखि पनि काञ्चनजङ्घाबाट पनि राम्रो देखिँदो रहेछ भ्यू। अब अझ माथि गएपछि झन् राम्रो देखिन्छ। सो वी आर गोइङ टु 49 अबाउट 5000 मिटर्स हाई अल्टिट्युड। यो चाहिँ लगभग 37-3800 मिटर्समा रहेको छ काञ्चनजङ्घा। सास पुऱ्याएको छ कि छैन? अहिलेसम्म पुऱ्याएन। अब माथिसम्म चाहिँ हामी बिस्तारै 5-6 घन्टामा पुगिन्छ भन्दै हुनुहुन्छ। बिस्तारै हिँड्दा अब कति बजे पुग्छौँ म अपडेट गराउँछु ल। त्यो माथिको त्यो देखिराखेको पहाड चढ्नु छ। मान्छे पनि देख्न सक्नुहुन्छ। मान्छेहरू चढिराख्नु भएको छ। कोही माथिसम्म पुगिसक्नु भयो। यो पहाड चढेर पनि हामीलाई अझै 2-3वटा पहाड क्रस गर्नुपर्छ सायद शेरगढी पिक चढ्नको लागि। हामी चाहिँ अहिले यता पहाडको तल छौँ। यो पहाड यस्तरी माथि गएर माथि चढेर तल झरेर यसरी गएर यो पहाड कटेर पछाडिको पहाड चढ्नुपर्छ भन्ने सुनेको। पछाडि काञ्चनजङ्घा, त्यहाँदेखि हामी माथिसम्म पहाडको बिचसम्म चाहिँ आइसक्यौँ। सपना कहाँ गयो? बिजोग हुन्छ नि, हामी यतै हराउँथ्यौँ। त्यो दाइहरू त यहाँदेखि यसरी उकालो लागेको जस्तो लागेको थियो। छुट्टै छैन नि है, सेमै हो नि बाटो। त्यही त म त उता पुग्दाखेरि माथि देखेको थिएँ। यही त हो नि होइन? अरू बाटो त देख्दैन। बाटो त आएको छैन नि है। शान्तिले भरेको नि एउटा बाटो झन्डै एला पिकतिर गएको है झन्डै एला पिकतिर गएको। यहाँदेखि चाहिँ यस्तो सिधा बाटो होइन, यस्तो माथिको बाटो लाग्नु होला, नत्र फेरि एला पिक पुग्नुहुन्छ। हामी चाहिँ तलबाट झन्डै बाटो बिर्सिसकेको थियो। सिधा बाटो लागेछौँ, झन्डै एला पिकतिर जान्थ्यौँ। अलिकति माथि सो माथितिर चाहिँ लाग्नुपर्ने रहेछ। बल्ल हाम्रो एक्चुअल बाटो चाहिँ भेटायौँ। सपना हाई। एकजना साथी माथि पुगिसकेको छ, एकजना तल रेस्ट गरिरह। जीविका झन्डै हराइयो है। आज एला पिक चढिन्थ्यो। हजुर यति माथि पुगिसक्यो। तलबाट आउँदैछन् माथि हामीसँगै हिँडेको दाइहरू त पुगिसके। धन्न माथि पहाडको टुप्पामा त्यो दाइहरूलाई देखेको थियो र हामीले बाटो चिन्यौँ, नत्र पुगिन्थ्यो एला पिक। म चाहिँ पहाडको त्यो जुन पहाड देखेर थियो तलदेखि त्यसको टुप्पामा पुगिसकेँ। अब घाम पनि मुखमै पर्नु, डाइरेक्ट मुख फेसमै पर्न थाल्यो। अब त्यो गर्मी चाहिँ अलिअलि हिँड्न गाह्रै हुन्छ। जीविका आऊ। सास अलिअलि फुलिरहेछ, तर अल्टिट्युड सिकनेस चाहिँ यतासम्म भएको छैन। छ त्यहाँबाट
यता गएको थियो त उनीहरू त माथि जान्छ बिचमा हामी चाहिँ हराइरहेछौँ फेरि तिमी एकातिर म अर्कोतिर लागौँ लाग्यो यताबाट पनि टन्नै फुटप्रिन्ट छ ल म त्यहाँ जान्छु फेरि झर्नु पर्ला फेरि साथीहरू चाहिँ उताको बाटो लाग्यो म चाहिँ यताको बाटो चाहिँ छुटिरहेको हुन्छ बिचबिचमा कुन बाटो कन्फ्युज भएर हामी दुईवटा डिभाइड गरेर एकातिर लाग्यौँ अब हेरौँ कता पुगिन्छ न त फेरि फर्केर तलैको बाटो जानुपर्छ अब बाटो कता लागिरहेको छ थाहा छैन यही बाटोमा हरायौँ भने चाहिँ पहाडमा केटीहरू हराएकै सूचना भनेर दिनुपर्ने हुनसक्छ हिमाल छ हिमालको माथि जुन छ कस्तो राम्रो सिन दुईवटा पहाड कटिसकेका छौँ हामीले अब बिचबिचमा ब्रेक लिँदैछौँ भ्यू इन्जोय गर्दै अगाडि बढिरहेछौँ हाम्रो यात्रा चाहिँ अझै पनि जारी नै छ यस्तो राम्रो भ्यू हुँदाहुँदै को मान्छे अघि बढिराख्न सक्छ एकछिन बस्दै फोटो खिच्दै पानी खाँदै खाजा खाँदै अगाडि बढिरहेछौँ चेरगोरी हो रे अनि नेपालीहरूले चाहिँ सेरगोरी भन्छ कि बल्ल यता आएपछि बल्ल हामीले बोर्डदेखिमै दुईवटा पहाड दुई तिनवटा पहाड कटेपछि बल्ल यो चाहिँ यालाखर्क जाने बाटो यो माथितिर चाहिँ सेरगोरी जाने बाटो अब हामी लाग्यौँ माथितिर अब झुकिँदैन अब त साइनहरू छ तलतिर चाहिँ हामी झन्डै कता पुग्थ्यौँ होला तलैतिर कता पुग्थ्यौँ भिडियो बनिरह यस यहाँ way to यालाखर्क way to चेरगोरी दायाँ हेर जताततै हिमाल छ अगाडि पछाडि जता हेर्दा नि भयो जीविका अनि सपना चाहिँ अगाडि बढिरहेका छन् म चाहिँ अब फोटोग्राफर परेँ भिडियोग्राफर भिडियो बनाउँदै अगाडि बढिरहेको छु तर म तिनीहरूलाई भेटाइहाल्छु म उनीहरूको स्पिडमा लाग्यो म फेरि अहिले चाहिँ म यति माथि आइसकेको छु पहाडको चाहिँ उता तल बेसबाट हो अहिले चाहिँ म यति पछाडिको पहाडहरू कटेर माथि छु अझै माथि जानुपर्ने छ त्यहाँदेखि अझै यो पहाड कटेर अर्को त्यो पछाडि देखेको पहाड पनि कटेर पछाडि जानुपर्ने छ यहाँसम्म चाहिँ ठिकै छ हल्का गाह्रो त भइ नै हाल्छ नि हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहार नै साँच्चै यस्तो सुन्दरता मैले देखेकै थिइनँ अरू कतै यसरी उकालो झर्न पनि गाह्रो यसरी ओह्रालो झर्न पनि गाह्रो थपक्क लाएर घरमा बस्यो भन्दा पनि गाह्रो के गर्ने होला अझ त्यो पहाड चढ्नु छ त्यो पहाडीको पहाड यो तलबाट आएर यति माथि पहाडको माथि आएको अझै यो पहाड क्रस गरेर यसको पछाडिबाट अझै पछाडिबाट बाटो सिधै माथि गरेर गएर यो पिकमा यो पिकको माथि चढ्ने हो हामीहरू चाहिँ अझै लाग्छ होला 2.5 आवर्स 3 घन्टामा बल्ल यता माथि आइपुग्यौँ कति गाह्रो हेरेछ तल पहाडको फेदीबाट माथि हेर्दा हामीहरू यति टाढा पुग्छौँ र भन्ने लागिराखेको थियो तर
हामीहरू बिस्तारै बिस्तारै पाइला चाल्दै यति माथि आइपुगेका छौँ जहाँबाट हिमालहरू यति नजिकै देखिराखेको छ, लागिराखेको छ हामीहरू हिमालको टुप्पोमै पुगिसकेका छौँ। यो चाहिँ चेरगोरी पिक नजिकबाट, तर हामीलाई चाहिँ माथि पुग्नु छ। नजिक देखे पनि हामीलाई अझै 2 घन्टा लाग्छ होला। यहाँदेखि माथि पुगेर सिधै गएर यसरी आउँदैन, थोरै टोक, थोरै धेरै नै एकैचोटि नखाऊ, थोरै टोक राख, चिसो राख, त्यो पछि अलिक कम हुन्छ। अल्टिट्युड सिकनेस भयो जस्तो लाग्यो भने लसुन मुखमा चपाउँदै जानु होला। साथीलाई चाहिँ त्यस्तै लाग्यो जस्तो भइरहेछ। के भइरहेछ भन त तिमीलाई? टाउको दुख्न थाल्यो कि टाउको पुरै टङ गर्दैछ अनि भमिटिङ आउने जस्तो भयो क्या अहिले। त्यो भनेको चाहिँ अल्टिट्युड सिकनेसको माइनर सिम्टमै। अब अल्टिट्युड सिकनेस लाग्न थाल्यो भने जस्तै हो। त्यही भएर अब लसुन टोक्नु, एकछिन रेस्ट गर्नु, लामो सास लिनु, अनि त्यसपछि बल्ल हिँड्नु सुरु गर्नु। गाह्रो भयो भने चाहिँ तब जानु पऱ्यो, धेरै नै गाह्रो। ल अब यो चेरगोरी पिकको भ्यू चाहिँ देखिन थाल्यो। म चाहिँ अब लगभग चेरगोरी पिक आइपुगेँ। पिक उता छ, 10 मिनटमा म त्यहाँ पुग्छु। हेलो, म चाहिँ अब लगभग आइसकेँ। हिमालमा हिउँ छ अलिअलि, किनभने अब हिउँ पर्ने सिजन पनि सकिन लागिसक्यो, एप्रिलको हिउँ भइसक्यो। र चेरगोरी पिक आइपुग्न गएँ। फाइनली म चेरगोरी पिक आइपुगेको छु। 6:30 बजी हिँडेको, 11:30 बजी आइपुग्यो। पाँच घन्टा लगाएर बिस्तारै बिस्तारै पहाड चढेर चेरगोरी पिक आइपुग्यो र साथीहरू चाहिँ तल नै छन्। उनीहरू पनि बिस्तारै बिस्तारै कोसिस गर्दै आउँदैछन्। Finally, I am at 4985 meters Chirgori Peak. This is the view, 360 view of mountain. So चेरगोरी पिकमा चाहिँ अहिले यसरी हावा चलिरहेछ, कस्तो राम्रो भ्यू देखिन्छ। आउँदा चाहिँ अब यता तलबाट आएको थियो, अब चाहिँ यतादेखि लेफ्टतिर लागेर तल अलिकति आधी घन्टा लामो बाटो पर्छ भन्दै हुनुहुन्छ, तर तिर्छ पर्छ, त्यो बाटो जाँदैछौँ। हामीहरू चाहिँ अघि चेरगोरी माथि चढ्दाखेरि चाहिँ अर्को बाटो आएको थियो र फर्किँदाखेरि चाहिँ अब त्यहाँदेखि राइट लागेर तलतिर झरिरहेछौँ। बिचमा चाहिँ हामी हुन्छ नि बाटो हो कि होइन भनेर अल्ल मल्ल परिरहेको थियो। त्यहाँ माथिदेखि आएको एकदम बाटो चाहिँ अल्ल मल्ल परिरहेको थियो, अल्मलिरहेको थियो। तर अहिले चाहिँ बाटो देखिन थाल्यो है, त्यहाँ बाटो। नत्र भने 2जना केटी लाङटाङमा हराए पहाडमा भनेर सूचना दिनु पर्थ्यो होला। हामी चाहिँ अहिले चेरगोरीबाट फर्किन लागेको। 2जना केटीहरू यत्तिकै बसिरहेछौँ यस्तो ठाउँमा पहाडको बिचमा। यता हिमाल छ, यता बिरालो उकालो ओह्रालो के यस्तो छ होइन। साथीलाई चाहिँ
अलिक गाह्रै भयो के भयो भने त अब हामी चाहिँ अब पुग्छौँ होला तर कस्तो इमेजिन गर्दा पनि हुन्छ नि यस्तो ठाउँमा यहाँ कोही पनि छैन न अगाडि कोही छ यस्तो माथि यस्तो पहाड यस्तो हिमाल यता पहाड यता कोही पनि छैन दुईजना केटी बसिरहेछौँ यसरी हरायो पनि खोज्दा आउनु होला है तर हराउँदैन यो भिडियो पायो भने चाहिँ हामी हराएनौँ भन्ने थाहा हुन्छ यो फर्किने बाटो त यो पहाडको छेउमा त्यो सानो सानो बाटो रहेछ यति सानो बाटो छ त्यहाँदेखि त तल सिधै हो दिस इज बाटो अहिले चाहिँ हामी अब हाम्रो त्यो काञ्चनगोम्पा होइन काञ्चनगोम्पा होइन त्यो चाहिँ अब देखिन थालिसकेको छ अब नजिकै छ माथिबाट झर्न लाग्यो अनि एकदमै हावा दिनु थालेको साथी चाहिँ रेस्ट गरेछ कस्तो भयो गाह्रो भयो अल्टिट्युड सिकनेस या लेक लागेपछि तल झर्न पनि उत्तिकै गाह्रो हुँदो रहेछ। माथि चढ्ने बेलामा साथीहरूलाई हल्का हल्का टाउको दुख्ने रिङ्गाटा लाग्ने भइराखेको थियो। तर माथि पुगेपछि उनीहरू त पुरै निलो भइसकेका थिए, त्यसैले उनीहरूलाई छिटो छिटो तल झारियो। तल झार्दा पनि त्यस्तो साँघुरो बाटोमा तल झार्न एकदमै गाह्रो भयो। बिस्तारै बिस्तारै बसाउँदै मोटिभेट गर्दै तलसम्म ल्याइयो। साथीलाई चाहिँ गाह्रो भयो, माथि फाइनल भइसक्यो। त्यही भएर माथि पनि सिलगढी पिकमा पनि हामीले त्यस्तो धेरै टाइम स्पेन्ड गरेनौँ। मजाले माउन्टेनको भ्यू हेरेर तल झर्ने क्रममा मौसम एकदम परिवर्तन भइराखेको थियो। हावा ठुलो चलिराखेको थियो र बादल पनि लागेर पानी पर्ला जस्तो गरिराखेको थियो। त्यसैले साथीलाई अलिकति सजिलो हुने बित्तिकै हामीहरू आफ्नो गति बढाउन थाल्यौँ र छिटो छिटो तलतिर झर्न लाग्यौँ। हामीहरू चाहिँ अब सिलगढी तल झर्ने बाटोमै छ। यस्तो हावाहुरी चलिरहेछ। यतातिर चाहिँ पानीको पुरै कालो बादल आइसक्यो, पानी पर्न थाल्यो जस्तो छ। अझै हामीलाई पहाड चढ्नु छ। यस्तो भइसक्यो हालत कस्तो थियो। लेयरिङ गर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ ट्रेकिङ गर्दा। सोलो ट्रेकमा आएको थियो एकजना साथी। हामीहरू चाहिँ झर्दाखेरि लगभग अगाडि पछाडि नै थियो, ऊ अगाडि थियो। कस्तो फिल भइरहेछ ममता? अहिले यो बोर्डमा आइपुग्यौँ है। जाँदाखेरि चाहिँ अब यालाखर्क जाने बाटो र सिलगढी जाने बाटो छुट्टिन्थ्यो। जाँदाखेरि हामी माथिल्लो बाटो गयौँ र फर्किँदाखेरि चाहिँ यो तल्लो बाटो यालाखर्कको बाटो फर्क्यौँ। जाने माथि, यालाखर्क जाने तल। तपाईँहरू चाहिँ अब सिलगढी पुगेर तल्लो बाटोबाट फर्किँदै हुनुहुन्छ भने चाहिँ यालाखर्कको बाटो आइपुग्नुहुन्छ। हो बी केयरफुल। हामी चाहिँ भन्छ नि कन्फ्युज भइआएको नहोला, तपाईँहरू चाहिँ कन्फ्युज नहुनु होला। पानी पर्न लागेको छ। हामी चाहिँ अब अलमोस्ट पुग्न लाग्यो। त्यो गाउँ देख्न थालिसक्यो। हामी चाहिँ काञ्चनगोम्पा आइपुगेको छौँ। 6:30 बजे निस्केको माथि सिलगढीको लागि। अहिले आउँदा 4 बजेको छ लगभग। भनौँ न 9:30 लगभग 10 घन्टा नै लाग्यो हामीलाई। हो एक्जस्टेड। अब माथि जाँदाखेरि चाहिँ तपाईँहरू हुन्छ नि खाजाहरू, पानी, चक्लेट चाहिँ टन्नै बोकेर जानु होला। बाटो अलिकति अप्ठ्यारो नै छ। उकालो ओह्रालो लड्दै बढ्दै हराउँदै
बाटो बिर्सिँदै हामी आइपुग्यौँ है। घर आएछ पुगेर छ अहिले त। कता कता गयो हामी त। ओके बाई। उकालो ओह्रालो गर्दै हामीहरू 9-10 घन्टामा माथि पुगेर तल आयो र यो दिन हामी काञ्चन गुम्पामै बस्छौँ।